राष्ट्रिय स्वतन्त्र पार्टी जनताले चिनेन, नेता को पनि चिनेन, घन्टी छाप भनौँ। अघि नै भने चुपचाप घन्टी छाप। सहरबाट गएका छोराछोरीले बाबुआमा हजुरआमा हजुरबाबु पनि भोट हालिदिए। निर्वाचन परिणाममा आउँदा के हो, अप्रत्याशित आयो, अनपेक्षित आयो। म आफै निर्वाचन प्रक्रियामा जाँदा मेरो प्रतिस्पर्धी हामीले परम्परा ढङ्गले सोच्यौँ, एमाले प्रतिस्पर्धी छ, कङ्ग्रेस प्रतिस्पर्धी छ, घन्टी त देखिएकै छैन, हिँडेको पनि छैन, एजेन्ट पनि छैन है। घन्टीका प्रत्याशी उम्मेदवार पनि हामीसँगै हुनुहुन्छ, मसँगै हुनुहुन्छ। कमसेकम उहाँले 5000 मत ल्याइदिएदेखि सहज हुन्थ्यो। बजारिया एरियामा घन्टीले मत काटे मलाई जित्न सहज हुन्थ्यो भनेर उहाँहरूसँगै ल जाउँ हिँडौँ भनेर लाँदै गर्दा निर्वाचन म 6000 मत लिएर गाउँबाट सहर पसेँ। अघि यहाँ म जोड्न खोज्दैछु, नगरपालिका पस्दाखेरि म 5157 मतले अगाडि थिएँ। नगरपालिकाका 11 वडामा झन्नै उहाँहरूको कङ्ग्रेस एमालेको, कङ्ग्रेसको 80%, एमालेको झन्नै 40% मत चाहिँ बचाउन सकिएन। अनि त्यो मत जाँदा के भयो, अब बढी भयो र अन्ततः थोरै मतान्तर, लज्जास्पद हार भन्नु हो, सम्मानजनक हार मानौँ अरूको मान्दा। 12-1500 मतको फरक भनेको होइन। अब अलि कांग्रेसले थोरै मत 6000 कांग्रेसको आयो, त्यसले 8 बनाइदिए भए, एमालेको 9 बाट 11 बनायो भने सहजै जित हुन्थ्यो। स्वभावले परिणाममा आउँदा विजय प्राप्त गर्न सकिएन। यो किन भयो त भन्दा भाद्र 23 र 24 को निरन्तरतालाई युवाहरूले चाहिँ निर्वाचनमा अभिव्यक्त गरौँ, निर्वाचन परिणामको ठिक ढङ्गले चाहिँ आकलन गर्न सकिएन र हामीले नै प्रतिस्पर्धी को पत्ता लगाउन सकिएन। शान्त मनले हामी सँगै हिँडेर जनताले घन्टीमा चाहिँ छाप लगाएको छ हो। यो पालिको निर्वाचन परिणाम हेर्दाखेरि जनताले विचार हेरेन, राजनीति हेरेन, योगदान पनि हेरेन, विरासत पनि हेरेन। जनताले यो पटक थोरै चाहिँ आवेग, निर्वाचन भनेको अलिकति भावनासँग केन्द्रित रह्यो। पछिल्लो बीबीसीको चाहिँ त्यो डकुमेन्ट्री छ एउटा, झन् 1 हप्ता अगाडिको डकुमेन्ट्री, त्यो भावनात्मक पक्ष थियो, आवेगात्मक पक्ष बढी थियो। र राष्ट्रिय स्वतन्त्र पार्टीले केही समयदेखि अलि व्यवस्थित ढङ्गले अलि बढी आलोचना, सत्ताको आलोचना, व्यक्तित्व अराजकता विरुद्धको आलोचना सामाजिक सञ्जाल मार्फत जबरजस्ती चाहिँ आलोचना बाहिर ल्याइ पनि राखेको थियो। फेरि कमजोरी पनि थिए, शासकीय कमजोरीहरू, शासकीय व्यक्तित्वहरूलाई व्यवस्थित ढङ्गले सामाजिक सञ्जाल मार्फत प्रस्तुति गर्ने प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि नै थियो।